गोर्खाको बारपाकलाई केन्द्रबिन्दु बनाएर 2072 वैशाख 12 गते गएको 7.6 म्याग्निच्युडको भूकम्पले राजधानी उपत्यका सहित देशैभरि ठूलो विनाश गर्यो। 8,970 जनाको मृत्यु भयो भने 22,300 जना घाइते भए। करिब 7 खर्ब रुपैयाँ बराबरको भौतिक क्षति भयो। भूकम्प लगत्तै दैवी प्रकोप उद्धार समितिको बैठक बसी खोज तथा उद्धारलाई समन्वयात्मक तथा प्रभावकारी रूपमा अगाडि बढाइयो। नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल सहित 3वटै सुरक्षा निकाय, स्वयंसेवकहरू, भत्किएका भवन र संरचनाहरूमा पुरिएकाहरूको खोज तथा उद्धारमा दिन-रात खटिए। नेपाल सरकारको आग्रह बमोजिम खोज तथा उद्धार कार्यमा नेपाललाई सघाउन छिमेकी तथा मित्र राष्ट्रहरू भारत, चीन, अमेरिका, बेलायत, जापान, रुस, स्पेन, सिङ्गापुर, बङ्गलादेश, भुटान, क्यानाडा, अस्ट्रेलिया, नर्वे, पोल्यान्ड, इजरायल, मलेसिया, इन्डोनेसिया, अल्जेरिया लगायत 34 देशबाट पनि खोज तथा उद्धार टोली आए। उद्धार टोलीहरूले बडो लगनका साथ भग्नावशेषहरूबाट मानिसहरूलाई जीवितै उद्धार गरे, शवहरू संकलन गरे। विनाशकारी भूकम्पका कारण हजारौं मानिसहरू एकैसाथ घरबार विहीन भए। उनीहरूलाई तत्काल वासस्थानको जरुरी थियो, तसर्थ अस्थायी शिविरहरू निर्माण गरिए। यसमा विभिन्न मानवीय संस्थाहरूले जिम्मेवारपूर्ण अग्रसरता लिए। भूकम्पका कारण घाइते भएकाहरूका लागि अत्यावश्यक स्वास्थ्योपचारका लागि स्वास्थ्य शिविरहरू सञ्चालन गरिए। निरन्तर गइरहने परकम्पका त्रास बीच स्वास्थ्य कर्मीहरू दिन-रात नभनी अस्पताल पुर्याइएका घाइतेहरूको उपचार र सेवामा खटिए। घुम्ती स्वास्थ्य शिविरहरू पनि सञ्चालन भए। लगत्तै सुरु भयो तत्काल राहतको अभियान। संयुक्त राष्ट्र संघीय निकायहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्थाहरू, नेपाल रेड क्रस तथा रेड क्रिसेन्ट सोसाइटी, निजी क्षेत्र लगायतले राहत संकलन र वितरणदेखि अस्थायी आवास निर्माणका काममा नेपाल सरकारलाई सहयोग गर्यो। स्वयंसेवी भावनाले ओतप्रोत नेपालीले आफ्नो ल्याकत र बरकत अनुसार सहयोगको हात बढाए। गोर्खा भूकम्प विगत 80 वर्ष यताको राष्ट्रिय स्तरको ठूलो विपत्ति भएकोले सरकारले भूकम्प प्रभावित 14वटा जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरी पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय निकायसँग सहयोगको लागि आह्वान गर्यो। भूकम्प गएको करिब 2 महिनापछि अर्थात् 2072 असार 10 गते भएको अन्तर्राष्ट्रिय सम्मेलनमा 4.1 अर्ब डलर अर्थात् 4 खर्ब 10 अर्ब रुपैयाँ बराबरको अनुदान तथा ऋण सहयोगको प्रतिबद्धता प्राप्त भयो। भूकम्पबाट घरवास गुमाएका नागरिकलाई सरकारले सुरक्षित घर बनाइदिने अभियान घोषणा गर्यो। पुनर्निर्माणको काम 14 अति प्रभावित र 18 प्रभावित गरी 32 जिल्लामा गर्नु थियो। जन, धन, सिप जुटाउन थालियो। सरकारले पुनर्निर्माणको कामलाई अगाडि बढाउन अलग्गै ऐन पारित गरी 2072 पुस 10 गते अधिकार सम्पन्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको गठन गर्यो। त्यसपछि सुरु भयो योजनाबद्ध पुनर्निर्माण र पुनर्स्थापनाको काम। भूकम्प प्रतिरोधी घर बनाउने अभियान। सेन्डाई फ्रेमवर्कलाई अवलम्बन गर्दै अझ राम्रो र बलियो अवधारणालाई आत्मसात गर्दै पुनर्निर्माणको अभियान सुरु भयो। नेपालको पुनर्निर्माणमा भारत, चीन, अमेरिका, बेलायत, रुस, जापान, जर्मनी, अस्ट्रेलिया, अस्ट्रिया, बङ्गलादेश, क्यानाडा, फिनल्यान्ड,
नर्वे, नेदरल्यान्ड, स्विजरल्यान्ड, टर्की, श्रीलङ्का, स्विडेन, पाकिस्तान, गणतन्त्र कोरिया, युरोपियन युनियन, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक, एसियाली विकास बैंक, साउदी कोष लगायतको सहयोग रह्यो। पुनर्निर्माणका क्रममा आएका अनेक बाधा व्यवधान पन्छाउँदै पुनर्निर्माण अघि बढ्यो। 7,43,249 निजी घरको पुनर्निर्माण सम्पन्न भयो। 33,905 लाभग्राहीका घर रेट्रोफिटिङ अर्थात् प्रबलीकरण गरिए। सार्वजनिक संरचनाको कुरा गर्ने हो भने पुरातात्विक सम्पदा र स्वास्थ्य संस्थाका भवन बाहेक पुनर्निर्माण गर्ने भनी लक्ष्य गरिएका विद्यालय भवन, सरकारी भवन र सुरक्षा निकायका भवनहरू 100% पुनर्निर्माण भए। लक्ष्य गरिएका 920 पुरातात्विक सम्पदा मध्ये 11 गुम्बा सहित 810 वटाको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने 208 वटा स्वास्थ्य संस्थाका भवन अन्तिम चरणमा छन्। त्यस्तै पोस्ट डिजास्टर रिकभरी फ्रेमवर्कले 77 वटा स्थानीय सडकको 1020 किलोमिटर र 89 वटा सडक पुल निर्माण गर्ने लक्ष्य लिएकोमा 39 वटा सडकको 664 किलोमिटर र 15 वटा सडक पुलको पुनर्निर्माणको काम सम्पन्न भइसकेको छ। साथै दोलखा सिंगटी सडक, मेलम्ची सडक र धादिङबाट गोर्खाको आरुघाट जाने 3 वटा सडकको काम पनि सम्पन्न भइसकेको छ। गोर्खा भूकम्पले नेपालको विपद व्यवस्थापनलाई हेर्ने दृष्टिकोण नै परिवर्तन गरिदियो भन्दा अत्युक्ति नहोला। विपदलाई दैवी प्रकोपका रूपमा हेरिँदै आएको अवस्थामा गोर्खा भूकम्पले पूर्व तयारी गर्नुपर्ने कुरालाई विशेष उजागर गरिदियो। परिणामस्वरूप 2074 सालमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन पारित भयो। जोखिम न्यूनीकरण र पूर्व तयारी गरियो भने भूकम्प मात्र होइन, बाढी, पहिरो, चट्याङ लगायतका विपदबाट हुन सक्ने क्षति रोक्न सकिने अवधारणामा काम हुन थालेको छ। ऐन अन्तर्गत समग्र विपदलाई हेर्ने गरी एउटा छुट्टै निकायका रूपमा 2076 मङ्सिर 29 गते राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको गठन भयो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका बाँकी काम समेत टुङ्ग्याउने गरी यसका ज्ञान सिपहरू पनि विपद प्राधिकरण लगायत विभिन्न मन्त्रालय एवं विभागहरूलाई हस्तान्तरण गरियो। सोही अनुसार विपद प्राधिकरणले नेपाल सरकारको तर्फबाट समग्र विपदको जोखिम न्यूनीकरणदेखि सचेतना अभिवृद्धि र पुनर्निर्माण समेतमा समन्वयको काम गरिरहेको छ। विपद बारे चासो राखौं, चनाखो बनाऊ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण।